दर्शकवृन्द नमस्कार, म बोल्दैछु मनिषा। सदाको जस्तै आज पनि म तपाईहरुको बीचमा पढ्न मन लाग्दैन यी 10 तरिका अपनाउनुहोस् भन्ने बारेमा भिडियो लिएर आएको छु। यदि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, सब्स्क्राइब र शेयर गर्न नबिर्सनुहोला। दर्शकवृन्द आजको विषयवस्तुतिर लागौं। पढ्न मन लाग्दैन यी 10 तरिका अपनाउनुहोस्। फोकस ग्यारेन्टी बढ्छ। पढ्न बसेपछि मन भन्छ अब त मोबाइल चलाऊ, तर जति मोबाइल चलायो उति पढाइ टाढा नै जान्छ। ध्यान केन्द्रित नहुनु आज सबैभन्दा ठूलो समस्या हो। तर चिन्ता नगर्नुस्, आज हामी सिक्नेछौं पढाइमा ध्यान केन्द्रित गर्ने 10 तरिकाहरू जसले तपाईको पढाइलाई एनर्जी बुस्टर बनाइदिन्छ। पढ्ने समय छ तर ध्यान छैन, सपना छ तर योजना छैन। ध्यान केन्द्रित गर्यो भने सपना पनि तपाईको नै पूरा गर्छौं एक दिन। सानो तर स्पष्ट लक्ष्य बनाउनुहोस्। बिना लक्ष्यको पढाइ बाँदर जस्तो हुन्छ। आज 5 पेज पढ्नेछु भन्ने संकल्प राख्नुहोस्। थोरै तर गहिरो राख्नुहोस्। यही हो सफलताको सूत्र। पढ्नु अघि आफ्नो उद्देश्य सम्झिनुहोस्। म किन पढ्छु? किन सफल हुन चाहन्छु? जब कारण स्पष्ट हुन्छ, ध्यान आफै केन्द्रित हुन्छ। जब रिजन क्लियर हुन्छ साथीहरु भने अटेन्सन अटोमेटिक आउँछ। प्रोमोडोर विधि प्रयोग गर्नुहोस्। 25 मिनेट पढ्नुहोस् अनि 5 मिनेट ब्रेक लिनुहोस्। यसले दिमागलाई थकाइ हुन दिँदैन। मोबाइलसँग ब्रेकअप गर्नुहोस्। पढ्ने बेलामा मोबाइल टाढा राख्नुहोस्। फोकस मोड वा एरोप्लेन मोड प्रयोग गर्नुहोस्। मोबाइल छैन भने ध्यान छ। पढ्नको लागि सही वातावरण बनाउनुहोस्। शान्त, सफा र उज्यालो कोठामा पढ्दा ध्यान बढी टिक्छ। बेडमा होइन कुर्सीमा पढ्नुहोस्। बेड पढ्ने होइन सुत्ने ठाउँ हो साथीहरु। मेडिटेसन गर्नुहोस्। दिमागलाई रिचार्ज गर्नुहोस्। दिनको 5 देखि 10 मिनेट आँखा चिम्लेर ध्यान गर्नुहोस्। मन शान्त भएपछि पढाइ पनि आफै शान्त हुन्छ। लेख्दै पढ्ने बानी बसाल्नुहोस्। लेखेर पढ्दा कुरा लामो समयसम्म दिमागमा बस्छ। माइन्ड म्याप, बुलेट प्वाइन्ट या हाइलाइट गर्न सकिन्छ। बिहानको पढाइलाई प्राथमिकता दिनुहोस्। बिहानको समय सबैभन्दा ताजा र ध्यान केन्द्रित गर्ने उपयुक्त हुन्छ। त्यसैले बिहान 1 घण्टा पढ्ने बानी बसाल्नुहोस्। पढाइका लागि प्रेरणा लिने स्रोत हेर्नुहोस्। मोटिभेसन भिडियो, टपरको सक्सेस स्टोरी हेर्नुहोस्। यसबाट यार म पनि यस्तो बन्छु भन्ने भावना आउँछ। राम्रा साथीसँग संगत गर्नुहोस्। पढ्न चाहिने साथीहरुसँग समय बिताउनुहोस्। यसो गर्दाले फोकस पनि बढ्छ र पढाइमा ध्यान पनि बढ्छ। साथीहरु, ध्यान केन्द्रित गर्न गाह्रो लाग्छ, तर यी 10 तरिका तपाईले मनदेखि अपनाउनु भयो भने असफलता तपाईलाई कुनै सक्दैन। ध्यान लाग्यो भने किताब साथी बन्छ। ध्यान गुमायो भने सपना अधुरो रहन्छ साथीहरु। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, सब्स्क्राइब र शेयर गर्न नबिर्सनुहोला। धन्यवाद।